ल है वेलकम टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म सन्चै आराम छु। न्यू डे न्यू ब्लगको सुरुवात गर्न चाहन्छु। विजया दशमीको शुभकामना भन्दै सबैलाई 2082 सालको हाम्रो चाहिँ टिका छैन, यो टिका बिनाको ब्लग हो। ठ्याक्क हाम्रो भेना भान्जा दिदीहरू सबले हेर्न सक्नुहुन्छ। ल फेरि केही भन्नु न यो दसैँको शुभ मुहूर्तमा। ल अब ह्यापी विजया दशमी 2082 सबैको लागि है। ल त्यति ल भान्जा र तपाईँलाई नमस्ते सम्पूर्णलाई ह्यापी दसैँ। सबैजनालाई राम्रोसँग मनाउनु होला, हाँसी खुसी बस्नु होला। वर्षमा एकचोटि आउने चाड हो, सबैले खुसीको साथ मनाउनु होला। भान्जालाई के भन्छन् ल भनिदेऊ त बाबु। ह्यापी दसैँ भनिदेऊ, ह्यापी दसैँ भनिदेऊ न छिटो। ह्यापी दसैँ आमा नमस्ते। ल हेलो हिमाल के भन्छ? किन टिका पुछिस् र? मैले त मुख धुन लाग्यो ल। गाइस ल ब्लग आउँछ धेरै पछि। ब्लगको दसैँ ब्लग हेर्नु होला। हाम्रो चाहिँ टिका छैन, हाम्रो दिदीहरूको चाहिन्छ। के गर्ने यस्तै छ। ट्याप लाएर देख्न सक्नुहुन्छ गाइस। हामी चाहिँ सर हिँड्दैछौँ होइन। भेनाहरू हिँड्न रेडी हुनुभयो। अब हामी मावला जान लाग्यो। सर हेर्नु सरलाई हेर्न सक्नुहुन्छ गाइस। त्यही दसैँको लागि केही बताइदिनु न दसैँको ब्लगमा। गाइस हामी चाहिँ मावला पुग्न लागिसक्यौँ। भेना भान्जा दिदीहरू टक्क मावला पुग्न लागिसक्यौँ। हामी यहाँ छौँ। दुईवटा भाइको हामी प्रतीक्षामा छौँ। तिनीहरू कहाँ आइसके छन् टक्क लाएर। भ्लग हेर्नु होला। आज दसैँको भ्लग रमाइलो हुनेछ। हामीले टिका नलाए पनि रमाइलो गर्छौँ। खतरा रमाइलो गर्नेछौँ। हेर्न सक्नुहुन्छ याको टिकै के जयको के भन्छन् त्यही चोको यो सर लाएर च्याप लाएर। ल गाइज देख्न सक्नुहुन्छ टिका राम्रो भइरहेको। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ छैन। ब्लगमा देख्न सक्नुहुन्छ। ल लाउनु पर्यो नि मान्छ टिका ट्याप लाएर। ल हिमेल लगा देख्न सक्नुहुन्छ। हिमेलले लगाइरह टिका।